हेलो गाइज, वेलकम टु माई न्यू भ्लग न्यू भिडियो आयो। हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, ठिकै छु। मलाई चाहिँ अलिअलि रुगा खोकी लाग्यो, यो सिजन चेन्ज गरेर होइन, रुगा खोकी लाग्यो। म चाहिँ घर आएको छु, धेरै दिनपछि घर आएको। म चाहिँ हिजो आएको घर चाहिँ धेरै दिनपछि घाम लाग्यो रे। घर चाहिँ हिजोसम्म चाहिँ लाग्थेन रे, आज चाहिँ लाग्यो भन्नुभएको थियो मम्मीले। म चाहिँ तपाईँहरूलाई आज मेरो घर भिजिट गर्न लाग्छु, सबैजनाले हेरिदिनु होला। यो चाहिँ मेरो घर हो, यो आँगन भइहाल्यो। यो म यहाँ जाने बित्तिकै यो हट रुम, टिभी, मम्मीको कोठा, मम्मीको रुम हो चाहिँ चट्टा मिलाएर राख्नुभयो मम्मीले। ड्याडीको फोटो, मेरो दिदीको, मम्मीको, ड्याडीको फोटो, मम्मीको फोटो यहाँ छ। डल त्यहाँ भरे, टोइलेट, बाथरुम। यो मेरो रुम। बल्ल हिजो आएर मैले यो रुम खोलेको होइन, फोटोहरू। डल कति राम्रो डल छ, राम्रो छ। बल्ल मैले हिजो आएर यो रुम खोलेँ। मेरो रुममा चाहिँ घाम लाग्छ कि, यहाँबाट घाम लाग्छ, त्यहाँबाट पनि घाम लाग्छ। यो हट रुम भइहाल्यो। उ त्यहाँ मेरो फोटो। यो मम्मीले सामानहरू राख्नु भएको। यो मुख धुने ठाउँ, जुत्ता राख्ने ठाउँ। यो सिँढी, माथि जाने सिँढी। म चाहिँ सबै देखाउँछु हजुरहरूलाई, हेर्नु होला। राम्रो देखिया भत्ताङ बुत्तुङ छ। यहाँ चाहिँ मम्मीले मकै राख्नु भएको रहेछ। छत, यो चाहिँ छत हो है गाइज, यो चाहिँ छत हो। मम्मीले लुगा सुकाउनु भएको रहेछ। हामीले बारीमा के लाखौँ ल, हेर्नु है गाइज, कति रमाइलो डाँडो। त्यो डाँडो के हो कुन्नी, त्यो चाहिँ सिटिभिटी हो। यो सेतो त उ गरेको चाहिँ सिटिभिटी हो। त्यसमा चाहिँ भेटनेरी एग्रिकल्चर पढाइन्छ। आफ्नो घर भनेको आफ्नै घर हो। यति रमाइलो हुन्छ आफ्नो घर आउँदाखेरि होइन। आफ्नो घर यति रमाइलो हुन्छ आफ्नो घर आउँदाखेरि। मलाई चाहिँ लास्टै रमाइलो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला। मलाई चाहिँ एकदम रमाइलो लाग्छ आफ्नो घर आउँदाखेरि, बस्दाखेरि होइन। यो बाटो चाहिँ चितवन जाने गाडी, काठमाडौँ, पोखरा जाने गाडी हिँडिरहेछ। रमाइलो छ। बाइकहरू हिँडिरहेछ, साइकलहरू हिँडिरहेछ। रमाइलो छ गाडी। हाम्रो घर अगाडि रमाइलो छ गाइज। त्यहाँ चाहिँ लास्टै जाडो छ होइन। मलाई चाहिँ चिसो लाग्छ भनेर मम्मीले पछ्याएर दिनुभएको। पछ्याएर ओढ्दैछु म चाहिँ होइन। कति जाडो हो आम्मा हो। मलाई त्यही माथि रुगा खोकी लाग्यो नि त। अनि हिजो आउने बित्तिकै मलाई रुगा खोकी लाग्यो। अनि राति सुत्न पनि सकिनँ म। अनि ल, हेर्दै गर्नु होला मेरो भिडियो।